हुन्छ हाम्रो दुईटा गाउँपालिकाका अध्यक्षज्यूहरू उपाध्यक्षज्यू सबै वडाध्यक्षज्यूहरू पदाधिकारी उपस्थित हामी यहाँ आएको एउटा उद्देश्य पनि यहाँको नाकासँग सम्बन्धित विषयमा यहाँहरूका कस्ता चाहिँ अप्ठ्याराहरू रहेछन्, सजिला अप्ठ्याराहरू छन्, के खालको चाहिँ अवस्था रहेछ, भौगोलिक हिसाबले कस्तो रहेछ, सामाजिक हिसाबले के भइरहेछ, हाम्रा चाहिँ पूर्वाधारहरूको अवस्था कस्तो रहेछ, त्यो सबैको जानकारी लिउँ भन्ने हिसाबले नै हामी आएका हौँ। यहाँहरूबाट धेरै कुराहरू हामीले चाहिँ प्राप्त गऱ्यौँ। यहाँहरू सबैप्रति आभारी छु, धन्यवाद ज्ञापन गर्छु। एउटा विषय चाहिँ के हो भने हामी अघि अध्यक्षज्यूले पनि भन्नुभयो, यो नाकालाई सुचारू गर्ने हो भने यहाँको उपल्लो मुस्ताङले त्योबाट फाइदा लिने हो भने यसको सम्बन्ध चीनसँग के अरे नेपालका अन्य भागसँग हुँदै भारतसँग पनि जोड्ने हो भने र यहाँको प्रचुर सम्भावनालाई हामीले लिने, इभन यहाँ चाहिँ क्रमशः यहाँको चाहिँ के अरे जनसङ्ख्या घट्दैछ होइन, त्यो मानव शून्य हुन जान्छ कि भन्ने अवस्थाबाट हामी माथि उठ्ने हो भने त्यसको पहिलो पहल कदमी यहाँहरूले लिनुपर्छ होइन। यहाँहरू जति होइन जाग्नुहुन्छ, जति चासो राख्नुहुन्छ, जति क्रियाशील हुनुहुन्छ, यहाँको विकासको निम्ति त्यति काम गर्न सकिन्छ। हाम्रो कस्तो छ भने यहाँहरूले जति घचघच्याउनु भयो सुन्नुपर्ने निकायले त्यति सुन्छ क्या होइन। नभए एकचोटि जानुहुन्छ हजुरहरू, एकचोटि केही कुरा राख्नुहुन्छ अनि यहाँहरूलाई के लाग्छ भने होइन हामीले हाम्रा कुरा त सबै राखिसक्यौँ, अब केही होला, यहाँहरूलाई स्वाभाविक हो फेरि त्यो लाग्नु पनि। तर सुन्ने निकायले के गर्छ भन्दा आज यहाँहरू जानुभएको छ, भोलि अर्को कोही गएको छ, पर्सि अर्को कोही गएको छ होइन, एकछिन पछाडि अर्को कोही गएको छ, उसको चाहिँ त्यो सम्झनाबाट हराउँदै जान्छ। त्यसैले यो कुरामा यहाँहरूले क्रियाशीलता जगाउनै पर्छ, लाग्नै पर्छ, त्यो मेरो निवेदन यहाँहरू समक्ष। दोस्रो सम्भावनाको कुरा अघि मैले यहाँहरूबाट पनि सुनेर मैले जानेका कुराहरू यहाँहरू समक्ष पनि राखेँ। यति धेरै सम्भावना छ यहाँहरूको होइन, त्यो सम्भावनालाई क्याच गर्नु पऱ्यो, दिनु पऱ्यो। अब ठुलो विषय पनि भएको छैन, हामी अरू हिसाबले हामी सबै हिसाबले तयार छौँ। हाम्रो नाकामा भनौँ न, यो नाकामा हाम्रो तर्फका केही पूर्वाधारहरू निर्माण गर्नु छ, ठुलो पनि छैन फेरि होइन। भनेपछि यो गाँठो एउटा गाँठो त्यहाँ गएर बसेको छ, दोस्रो गाँठो यहाँहरूले भन्नुभयो जस्तो रेस्ट्रिक्टेड एरिया भनेर यो चाहिँ एउटा सन्दर्भमा आएको कुराले चाहिँ हाम्रो जुन भनौँ न एक हिसाबले भन्यो भने टुरिस्टहरूको फ्लोलाई त्यसले रोकिएको छ, अरू सम्भावनाहरूलाई रोकिएको छ। त्यो गाँठो ठोकाउने हो भने त्योबाट पनि हामी फाइदा लिन सक्छौँ भन्ने हिसाबले यहाँहरूले राख्नु भएको छ। एकदम म त्यसमा सहमत छु र मैले गर्नुपर्ने सबै खालका पहलहरू गर्छु। अर्को यहाँको जस्तो पूर्वाधार निर्माणको कुरोमा अब अघि मैले निवेदन गरेँ कि वाणिज्य मन्त्रालय लेभलको मिटिङ हुँदैछ चाँडै। त्यो मिटिङमा एउटा एजेन्डा, यहाँका पूर्वाधारहरूको एजेन्डा पनि छ। त्यो हिसाबले चीन सरकार पनि फेरि नेपालसँग जोडिएका नाकाहरूको पूर्वाधार निर्माणमा केही न केही सहयोग गर्न तयार छ होइन। यहाँहरूलाई मैले भन्नुपर्दा है त्यो सहयोगलाई हामीले त्यो सहयोगको एउटा हिस्सालाई यहाँ ल्याउने हो भने, यो नाकामा ल्याउने हो भने त्यो हाम्रो त्यो एक्सपेक्टेसनमा पनि सहजीकरणै हुन्छ। अब हामीलाई के हो भने त्यो पूर्वाधार निर्माण नेपालले गर्ने कि अरू कसैले गर्ने भन्दा पनि पूर्वाधार चाहिएको हो नि त होइन। भनेपछि त्यो पूर्वाधारहरू निर्माण गर्न र नेपालका केही कन्सर्न पक्षहरू जस्तो अध्यागमन राख्नु पऱ्यो, भन्सार राख्नु पऱ्यो, क्वारेन्टाइन राख्नु पऱ्यो होइन, सेक्युरिटी त्यही हिसाबले राख्नु पऱ्यो। अब के अरे सशस्त्र प्रहरी 14 किलोमिटर तल बसिरहेछ होइन, अनि भन्सारको कर्मचारी जमसममा बस्छ होइन। खालि मैले एउटा उदाहरण भन्न खोजेको होइन। त्यसरी त त्यो चाहिँ चल्दैन। त्यसैले यो के हो भन्दा यहाँहरूले झकझक्याउने ठाउँमा, यहाँहरूले भन्नुपर्ने ठाउँमा, यहाँहरूले लबिङ गर्नुपर्ने ठाउँमा गर्नु पर्यो। मैले महावाणिज्य दूतावासको एउटा चाहिँ कर्मचारीका हिसाबले, त्यहाँको नेतृत्वका हिसाबले होइन, चीन पक्षसँग, नेपालको हाई लेभलसँग होइन, यसलाई जोड्ने काम, यहाँहरूका कुराहरू पुर्याउने काम म गर्छु। र यहाँहरूले केही विषयहरू जस्तो होइन आज त तिम्रो यो अलिक धेरै भएछ, यो सामान हुँदैन भन्ने होइन, आज यो के भयो चाहिँ हुँदैन भन्ने कुरो त्यो लोकल लेभलले म्यानेज गर्न सक्छ
चिनको होइन कि चिनिया कानुनले रोकेको छ भने कानुनले यसो भन्छ भनेर भन्नु होला उहाँहरूले यो त्यो चाहिँ म तत्काल अघि अध्यक्षज्यूले भन्नुभयो ड्रम्पामा हाम्रो सोमबार बिहान बैठक छ उहाँहरू समक्ष त्यही मिटिङमा हामी सेयर गरिहाल्छौँ यो यस्तो खालको कुरा उताबाट आयो तपाईँहरूले के गर्नुभएको छ के छ तपाईँहरूको प्रावधान भन्ने बित्तिकै यो हो भन्ने कुरो देखिहाल्छ मैले अघि नै भने हामीले यस्तो पूर्वाधार बनाइदिएका छौँ नेपाली व्यवसायीहरूलाई हामी सहजीकरण गर्दैछौँ नेपालका तर्फबाट चाहिँ यहाँ इमिग्रेसन र भन्सार स्थापना भयो भने हामी त्यही दिनदेखि काम गर्न तयार छौँ भन्ने हिसाबले उहाँहरू भन्नुहुन्छ भनेपछि उहाँहरूलाई त्यो पनि गर्छौँ र यहाँहरूको भावनाको प्रतिनिधित्व हाम्रा तर्फबाट महामाडी दूतावासका तर्फबाट पुरापुर हुन्छ यो कुरो यहाँहरू समक्ष निवेदन गर्दैछु र यसलाई चाहिँ यो सम्भावनालाई यो नाका खुल्नु भनेको यो चाहिँ के अरे यो पालिका र डोङपा होइन जोडिनु मात्रै होइन क्या यहाँसँग चाहिँ नेपाल चीनसँग जोडिनु अझै भन्ने हो भने भारत जस्तो अब हामी यसो हेरौँ न अघि हजुरहरूले भन्नुभयो यो मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकहरू धेरै छन् होइन त्यो त्यहाँ मुक्तिनाथ दर्शन गर्न आउने अघि यहाँहरूले भन्नुभयो जस्तो जोडेर लगेर अहिले त चीन र भारत बिचमा पनि सम्झौता भइसक्यो भारतीय पर्यटकहरूलाई चाहिँ मानसरोवर यात्रा खुलाउने भनेर भनेपछि त्यो सम्भावनालाई अब हामीले किन यहाँबाट नलाने होइन त्यो हिसाबले पनि मैले गर्नुपर्ने यी सबै खालका पहलहरू महामाडी दूतावासका तर्फबाट हुन्छ र हामी यहाँहरू समक्ष हुन्छौँ अध्यक्षज्यूहरू अब एक हिसाबले हामी नियमित सम्पर्कमा हुन्छौँ होइन यिनै कुराहरू मैले राख्दै उहाँहरूले के भन्छ त्यसको चाहिँ त्यो अब त्यो कानुनको त्यो प्रावधानमा के छ भन्दाखेरि उहाँहरूको भनेअनुसार त्यसको क्यापेसिटी भनेको दैनिक तपाईँको 8,000 तपाईँको आरएमबी जस्तै 20को दरले हाम्रो 1,60,000 भयो दैनिक त्यति चाहिँ व्यवहार गर्न सक्ने क्यापेसिटी त्यो काठको चाहिँ हो भनेर भन्छ कि उहाँहरूले तर अहिले त्यो व्यवहारमा चाहिँ लागू भएको छैन है त्यो चाहिँ तपाईँले चाहिँ ढुङ्गामा मिटिङ हुँदाखेरि राखिदिनु होला अर्को मेरो एउटा जिज्ञासा मात्र त्यो हुन्छ कि हुँदैन मलाई थाहा छैन त्यो लासामा हुने जुन त्यो हाई लेभलको त्यो मिटिङ छ त्यसमा भयो भने हाम्रो दुईटी पालिको अध्यक्ष भएन भने एउटालाई चाहिँ हाम्रो एउटा प्रतिनिधिको रूपमा चाहिँ त्यहाँ सार्वजनिक गराउन सकिन्छ कि सकिँदैन त्यो चाहिँ मेरो एउटा जिज्ञासा ठिक छ पहिलो जुन यहाँले उठाउनु भयो होइन व्यापारको लिमिटेसन त्यो कार्डबाट भनौँ न एक हिसाबले भन्यो भने प्रवेश अनुमति जस्तो थियो होइन त्योबाट गर्ने भन्ने कुरा त्यो विषयमा चाहिँ यहाँको सिडिओ साहबसहित अध्यागमनको एउटा टिम केही समय अगाडि लासामा गएको थियो त्यो बेला पनि त्यो हाम्रो कुरा उठाएको छ र त्यो बेला हामीले हाम्रा तर्फबाट एउटा के पनि गरेका छौँ भने त्यो हामीले जुन पास छ त्यो पासलाई चाहिँ अलिकति अलि आधुनिक बनाउनु पर्यो भन्ने होइन डिजिटलाइज गर्नु पर्यो भन्ने हिसाबले त्यो कुराकानी भएको छ अनि मैले पछि अध्यागमनको डिजी साहबसँग सम्पर्क गर्दाखेरि हामी त्यसको अन्तिम फेजमा पुगिसकेका छौँ अब तत्काल त्यो लागू हुन्छ भन्ने खालको कुरा गर्नुभएको छ त्यो भयो भने त्यसैमा ती रेकर्डहरूसहित हुने अवस्था बन्छ त्यसलाई सहजीकरण हुन्छ सायद अब त्यो अन्तिम चरणमा होला उहाँहरूको डिजी साहबको भनाइअनुसार हो भने त्यो हो अब दोस्रो चाहिँ त्यो मिटिङको जुन सन्दर्भ छ अब अहिले चाहिँ अब त्यो मिटिङ यो मितिमा गर्ने यो मान्छे त्यहाँ सहभागी हुने प्रतिनिधि यो हो भन्ने फाइनल भइसकेको छ होइन त्यो हिसाबले अब यहाँले भने जस्तो अध्यक्षज्यूहरू उपस्थित हुन सक्नुहुँदा यहाँको भावना प्रतिनिधित्व हुन्थ्यो होइन त्यो त हो तर अब त्यो चाहिँ दुईटा पक्ष बिचले हाम्रो मिटिङमा जस्तो नेपालले पनि हाम्रो त्यो मिटिङमा यो आउनुहुन्छ भनेर पठाइसकिरहेछ उहाँहरूले पनि त्यसलाई एक्सेप्ट गरिसक्नु भएको छ अब फेरि त्यस्ता फर्म जुन प्लेटफर्महरू फेरि त्यस्ता मिटिङ बैठकहरू आयोजना हुँदा होइन हाम्रो खास गरी यो चाहिँ नाका जोडिएका ठाउँमा नेपाल र चीनको बिचमा 20वटा नाका छन् जम्मा 20वटा नाकामा 14वटा चाहिँ ट्रेडिसनल नाका अघि अध्यक्षले भन्नुभयो जस्तो यो नखुल्दा त ट्रेडिसनल थियो नि त हाम्रो होइन ट्रेडिसनल छन् 6वटा हुन् दुईटा देशका अरू देशसँग पनि जोडिने भनेका त्यो 6वटा भित्र यो पनि हो भनेपछि कम्तीमा देशको चाहिँ प्रायोरिटीका हिसाबले भन्ने हो भने त 6 भित्र त छ नि त यो भनेपछि यहाँको पूर्वाधार निर्माणको कुरा त्यसरी हेर्नुपर्छ फेरिदेखिका त्यस्ता मिटिङहरूमा चाहिँ जस्तो मैले महावाणिज्य दूतावाससँग जोडिएर अब त्यो कसरी चाहिँ को प्रतिनिधि हुने भन्ने कुरा आउँदा त्यसलाई मेरो सम्झनामा चाहिँ राख्छु त्यही अनुरोध गरेँ र यहाँहरूले जुन खालको चाहिँ एउटा सुझाव सल्लाह दिनुभएको छ आफ्नो कुराहरू राख्नु भएको छ यो विषय चाहिँ हामी पनि एउटा विषय छ सर अस्ति तपाईँको अब यही सामानको हामीले धेरै व्यापारीहरू बसेर अस्ति हामीले एकचोटि त
100जना व्यापारी यहीँ जम्मा भएर धेरै बैठकहरू गरे होइन। त्यसपछि हामीले तपाईँको उतैको व्यापारीले के सिकायो भने हामीले लगभग 50-60 जनाको इन्ट्री हुँदै थियो क्या सर सधैँ। हामीले 5 दिन चाहिँ एउटा पनि इन्ट्री भएन, एउटा व्यापारी पनि इन्ट्री भएन। हजुर एकजना गरेर 5 दिन चाहिँ हामीले आफूले रोकेको हो। त्यो चाहिँ हामीले के हाम्रो सुनवाई होस् भनेर रोकेको हो त्यो सबै व्यापारीको हिसाबले। तर त्यहाँ केही सुनाइ भएन। भोलिपछि तपाईँले चाहिँ के गर्नु पऱ्यो कि अब त्यो डोङबाको त्यो मिटिङमा चाहिँ हाम्रो व्यापारी 5 दिन आएन। त्यो 5 दिन किन आएन भने तपाईँले पनि प्रश्न गर्न सक्नुहुन्छ नि सर। किनभने त्यहाँ हामीले के सोचेको 1 दिन जसमा पनि एकजना इन्ट्री हुनुपर्छ भने त्यसपछि उनीहरूको त्यहाँ समस्या समाधान हुँदो रहेछ। उता सिकाचेतिरबाट उता एउटा रेखदेख हुँदो रहेछ क्या। त्यो हिसाबले चाहिँ हाम्रो समस्या समाधान हुन्छ कि भनेर थोरै तपाईँले भन्दै गर्दा मैले फेरि सोधिहालेँ। त्यो 5 दिन हामी गएनौँ नि, हामी नगएको अब भनौँ न 5 दिन हामी गएनौँ नि होइन। त्यो चाहिँ के भइदिएदेखि हुन्थ्यो भन्ने हाम्रो चाहिँ अब तपाईँको संस्कृति रूपमा हाम्रो सामान पनि जाओस् भन्ने। उताबाट चाहिँ हामीले लाखौँ तपाईँले पछि भन्नु उताबाट हामीले 10 लाखको सामान ल्यायो भने यताबाट कम्ती 1 लाखको सामान जानु पऱ्यो भन्ने एउटा मानसिकता। किनभने मान्छे हामीले चाह्यो भने 10 लाखको चाह्यो भने अब उहाँले भन्छ अब इमिग्रेसन उताबाट चाहिँ उनीहरूको सामान जति पनि ल्याउँदा हुँदैन, यताबाट हाम्रो चाहिँ सामान नल्याउने भन्ने कुरा त हुँदैन। त्यो हिसाबले चाहिँ उताबाट 10 लाखको आयो भने हाम्रो 1 लाखको सामान जाओस् भन्ने हो। त्यो चाहिँ तपाईँ समस्या यस्तो छ। तपाईँहरूले चाहिँ एउटा स्थानीयको हिसाबले यो त तपाईँको भौगोलिक रूपमा पनि सामाजिक रूपमा पनि सांस्कृतिक रूपमा पनि हाम्रो त पहिलादेखि चाहिँ चलिआएको एउटा चाहिँ नाका पनि हो। यसमा चाहिँ तपाईँहरूले चाहिँ एउटा कानुनी हिसाबले होइन कि एउटा स्थानीय र स्थानीय बिचको सम्बन्धले गर्दाखेरि चाहिँ तपाईँहरूले केही एउटा चाहिँ फेसिलिटी हामीलाई दिनु न भन्ने कुराहरू पनि भयो। अब तपाईँहरू प्रत्येक दिन आउनुहुन्छ घर खर्चीको लागि भनेर, त्यही मान्छे महिनामा 30 दिन आइपुग्छ, घर खर्ची कसरी हुन्छ भन्ने कुरा पनि गर्नु। अब तपाईँको अघि उहाँले पनि भन्नुभयो अहिले जहाँ मान्छे हिँड्छ त्यो मान्छे मात्र हिँड्ने हो, मान्छेको ह्यान्डब्याग मात्र बोक्ने ठाउँ हो। अब त्यस्तो ठाउँमा तपाईँहरूले चाहिँ त्यत्रो लगेज लिएर जानुहुन्छ। अहिले हामी 1-2 वर्ष अझ हामीले छोडिसक्यौँ, अझ पनि हामीले छोडिरहेको अवस्था हो। अब हामीले यसरी छोड्ने अनि तिमीहरू त्यसरी आउने भन्दा चाहिँ तिमीहरूको सरकार कहिले पनि भ्यू दिँदैन है। तिमीहरू त्यो भ्यू ल्याउनलाई पनि हामीले त्यो गरेको हो। हाम्रो त यहाँ एक्सरे मेसिन राखिसकेको छ। हामीले चाहिँ ट्रकमा कति सामान छ के छ भनेर हामीले हेर्नु पर्दैन, हामीले कम्प्युटरबाट हेर्छौँ। तपाईँहरूको सामान पनि त्यसरी ल्याऊ, हाम्रो सामान पनि त्यसरी लाने हो। त्यसरी लाने एउटा चाहिँ वातावरण बनाउनको लागि हामीले यो काम गरेको हो। अलिअलि कहिले हामीले छोडिदिन्छ कहिले छोड्दैन, त्यो आफ्नो ठाउँमा छ। तर मेन कुरा तपाईँहरूको सरकार चाहिँ आफ्नो ठाउँमा आउनु पर्यो भन्ने कुराहरू गरिन्छ। उनीहरूको त्यो जवाब पनि राम्रै जवाब हो। त्यसमा चाहिँ उनीहरूले गर्दिन त्यो भन्दिन भन्ने छैन। अब त्यहाँ विशेष गरेर त्यहाँ बस्ने मान्छे कर्मचारीको त्यहाँ व्यवहारमा पनि फरक पर्दो रहेछ। उनीहरूले चाहिँ ठिकै छ लैजाउँ भन्दो रहेछ, फेरि अर्को मान्छेको पालोमा चाहिँ होइन यो लान पाउँदैन भन्ने रहेछ। त्यस्तो चाहिँ भएको छ है। उनीहरूले के भनिरहेछ भन्दा अब यो नाकालाई चाहिँ यो सानो सानो सामान लिएर चाहिँ अब यो हिसाबले अब चल्दैन। यो 2026मा चाहिँ हामीले चाहिँ जति सक्दो चाहिँ मान्छे भित्रिने वा बाहिरिने लगभग चाहिँ उनीहरूले चाहिँ धेरै टार्गेट ठुल लिएछ। त्यो हिसाबको व्यापार हुनुपर्छ। त्यो हिसाबले चाहिँ अब हामीले चाहिँ अब यो सानोतिनोमा हामीले चाहिँ सधैँ चाहिँ यो कुरामा चाहिँ हामी त्यस्तो अहिलेसम्म ट्याक्सको प्रक्रिया भएकै छैन। तपाईँ मैले अब तपाईँले जानेको कुरा छ होइन, 100 तल जानेको जति ट्याक्स पर्छ तिर्न तयार छु भन्दा पनि फेरि पासको कुरा यिनीहरू आउँदो रहेछ। किनभने हाम्रो नेपाल सरकारबाट दिने केही छैन। अब व्यापारी त तपाईँको 500 महिनाको व्यापार गर्ने हो। त्यो मतलब अब सहज त कि त सरकार पक्षबाट सहज त हुनु पऱ्यो कि त अब हाम्रो स्थानीय सरकार कि त ऊ त केही न केही पक्षबाट त सहज त हुनु पऱ्यो नि। अब कताबाट सहज गर्ने त्यो त अब किनभने हामीले चाहिँ ट्याक्स दिन तयार छौँ। अब नेपाल सरकारको पास ल्याऊ भन्छ, अब त्यो पास दिने मान्छे निकाय यहाँ छैन। अब कसरी हिसाब अब त एउटा अब तपाईँको अहिले त नर्मल गर्ने भनेको त हामी यो लोमन्ताङभित्रको मात्र हो व्यापार गर्ने भनेको त। त्यही हिसाबले केही सहज गरिदिए त ठिकै हुन्छ भन्ने कुरा हो। अब यो व्यापार महासङ्घले हुन्छ कि वाणिज्य मन्त्रालय हुन्छ कि यो व्यापार व्यवसाय सञ्चालन गर्नलाई र यो व्यापार चाहिँ सुचारू गर्नलाई व्यापारीले के गर्दा चाहिँ सहज हुन्छ भनेर एउटा केही न केही तालिम दिनुभयो कि यो व्यापारीहरू यो व्यापार गर्दाखेरि तपाईँहरूले यो सामानहरू चाहिन्छ, यो तपाईँहरू लाइसेन्सहरू चाहिन्छ, यो किसिमको यो गर्न चाहिन्छ। यदि यो भयो भने तपाईँहरूले चाहिँ यो नाकामा चाहिँ
यो व्यापार गर्न सहज हुन्छ भनेर चाहिँ केही न केही चाहिँ हुनु पर्यो। हामीले त त्यो सम्बन्धी जनशक्ति त छैन। हिसाबले त अहिले यो सोलुसन त्यति सजिलो छैन। नेपालको क्वारेन्टाइन यो एक्जिम कोडको लागि ब्याङ्क आउन लगभग 5-6 वर्ष त हामीले त कुरेर त बस्नु भएन, सकिन्न। अब व्यापार त गर्न दिनु पर्यो, नाका व्यापारको लागि खोल्यो। त्यो हिसाबले त्यो आउँदै गर्छ, यता पनि सहज बनाउँदै गयो भयो भने त फाइदा त व्यापारी लिने हो भन्ने कुराले जसले सक्छ त्यसले, अब सबै स्थानीय 2 गाउँपालिका मुस्ताङ जिल्लाभरिले जो सक्छ त्यसले फाइदा लिने अहिले त मौका छ। त्यो हिसाब हामी अलि नजिकको हिसाबले हामीलाई सहज छ भन्ने कुरा हो। त्योमा चाहिँ अब कसरी हुन्छ हजुरले अलिकति परम्परा हिसाबले सहज गरिदिनु भनेर एउटा कुरा चाहिँ राख्नु पर्यो। अरूभन्दा त्यहाँ पनि गरेर हामीले कुराहरू अगाडि बढ्दैन। ठिक छ। अहिले पछि पनि जुन कुरा राख्नुहुन्छ त्यो कुरा हामी पुर्याउँछौँ होइन। फेरि पनि मेरो चाहिँ अब यहाँहरू समस्या चाहिँ अनुरोध के हो भने हामीले दुईवटा हिसाबले यसलाई हेरौँ। अब एउटा भइरहेका हामीले पाइरहेको जुन एउटा एक्सेस छ, सुविधा छ, पहुँच छ होइन। मैले आउने क्रममा चिनिया अधिकारीहरूसँग सोधेको थिएँ के त कति व्यापारीहरू व्यवसायीहरू दिने पछि यहाँ आउने जाने गर्नुहुन्छ भनेको। उहाँहरूले के भन्नु भने कम्तीमा 30 जना, बढीमा 60-65 जना होइन। उहाँहरूले त्यो भन्दै हुनुहुन्थ्यो होइन है। अनि त्यो त चलिरहेछ। त्यो चलिरहने कुरालाई कसरी सहजीकरण गर्ने भन्ने कुरो एउटा पक्ष। दोस्रो चाहिँ अब यो नाका भनेको यो 30 जना र 60 जनाका बिचको होइन है, यो भनेको चाहिँ नेपाल र चीनको बिचको हो भन्ने स्थापित गराउनलाई पूर्वाधारहरू निर्माण गर्ने र त्यही खालको तयारी हाम्रा तर्फबाट गर्ने होइन। यी दुईटा कुराहरूलाई हामीले सँगसँगै लिएर जाउँ र यहाँहरूको चाहिँ आवाजलाई मैले पुर्याउने कुरा फेरि पनि प्रतिबद्धता व्यक्त गर्छु र यहाँहरूको क्रियाशीलता चाहिँ फेरि पनि जरुरी छ क्या होइन। यहाँहरू जहिलेसम्म क्रियाशील हुनुहुन्छ तहिलेसम्म हुन्छ, होइन अब भइहाल्छ भनेर जुन दिन यहाँहरू थाक्नुहुन्छ नि त्यो दिन अहिले जति छ त्यो पनि हुँदैन है फेरि है। त्यसैले यसका निम्ति पनि यहाँहरू समक्ष अनुरोध गर्छु र यहाँको जुन एउटा सम्भावना, यहाँको अवस्था मैले आफै आएर हेर्ने चाहिँ अवलोकन गर्ने, यहाँहरू समक्ष छलफल गर्ने जुन अवसर पाएँ त्यो अवसर चाहिँ दिनुभएकोमा म अध्यक्षज्यूहरू होइन र यो समग्र चाहिँ परिवारसँगै यहाँ उपस्थित हुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरूका चाहिँ भावनाहरूलाई म सम्बन्धित ठाउँमा पुर्याउँछु र मैले सक्ने सम्मका पहलहरू गर्छु। त्यही नै मैले निवेदन गरेँ।